कस्तो दामी देख्यो नि त अहिले पो। अघि त मान्छे पनि कति धेरै थियो नि त। हेलो गाइस, वेलकम ब्याक माई न्यू भिडियो। अन्त्यरामा धेरै स्वागत छ। आज पनि हामी फेरि फुलबारी घुम्न आइरहेछौँ। यहाँ चाहिँ रोज गार्डन रहेछ। अनि हामी चाहिँ उता अर्को देशको साथीहरू, 3टा देशको साथीहरू मिलेर हामी चाहिँ आछौँ। 3जना चाहिँ अगाडि गइसक्यो। मैले चाहिँ एउटा भिडियो सुर गरिदिउँ न त भनेर चाहिँ सुर गरिरहेको छु। अनि म तपाईँहरूलाई पनि देखाउँछु है त। रोज गार्डन चाहिँ यहाँदेखि यसरी सुरु हुँदो रहेछ। यसरी दामी के सबै ओइला हुने बेला झर्ने बेला भइसक्यो। हेर्नु न कति दामी थिएछ। यस्तो भइसकेछ नि। भने नि त यो भएर कस्तो ठुलो फुलेको छ कि हेर्नु न। राजा गुलाब अरे नि यो। अलि अस्ति नै आउनु पर्ने रहेछ। हामी कस्तो ढिलो भएछ नि त। यतातिर चाहिँ अलिकति फुल्नु बाँकी रहेछ। कोपिला लागिरहेको रहेछ। मेरो साथीहरू उता मलाई पर्खिरहेछन् जस्तो छ। अनि हामी चाहिँ घुम्दैछौँ। घाम लागेको छ। आजदेखि चाहिँ एकदम धेरै गर्मी पनि छ कि। यता छन् एकजना यही हो साथी। कस्तो मजा लाग्ने। कस्तो दामी के हेर्नु न। तर अलिकति धेरै उ भइसकेछ नि। ढिलो भएछ हामी। दामी थिएछ। हामी ढिलो भएर कति फुल त यस्तो दामी कति धेरै चाहिँ यस्तै झरिसकेको छ। रै पनि अझै त रहेछ अलिक। यस्तो दामी थिएछ। अलिकति हामी ढिला भयौँ। मलाई चाहिँ शीतल शीतल जानु मन लाग्यो। साथीहरूलाई चाहिँ जता फोटो खिच्नु मन लाग्छ त्यता जानु है भनेर। यता चाहिँ शीतल छ। बेसी घामले पनि नराम्रो आउँदो रहेछ। अनि कति मजाको कलर हो यो। कत्रो कत्रो फुल्यो कि फुल्नु पनि। साह्रै दामी। हो सबै रोज हेर्न लाग्छ कि। कति दामी हो। कति दामी। अस्ति झन् कति दामी थिएछ। क्यार्नी हामी ढिला भयौँ। ढिला थाहा पाएको भन्दा नि हाम्रो कम्पनीमा चाहिँ कुरा भइरहेको थियो। अनि जाऊ घुम्नु भनिराख्नु भएको थियो। फेरि म चाहिँ अब कता हो कहिले नआएको भनेर चुप्प लागेर बसेको थिएँ। आज फेरि बहिनीहरूले त्यहाँ छ अरे नि जाऊँ न भन्नुभयो। त्यही भएर चाहिँ हामी फेरि आछौँ आज। यस्तो दामी दामी भन्दा मैले के भनेको छैन होला। सायद आज त्यस्तो पनि हुनसक्छ। कति धेरै हुनुहुन्छ आज।
ठ्याक्कै बिदा नि त योपालि 3 दिन बिदा छ अस्तिको हप्ता ठ्याक्कै आएको भए चाहिँ यसो जानु थिएछ कत्रो ठुल्ठुलो के एक मोटा परि गएको रहेछ आज फेरि साथीहरू कता कता गयो थाहा छैन माथि रहेछ एकजना सबै भइसकेछ कि बुढो भइछ नि बुढो भइछ मजाले काम गरिरहेको थियो यता सानो बस्ने घर छ तर घामले देखेर अहिले त कहाँ बसिसक्नु छैन एक फन्का पार्नु पर्यो अनि चाहिँ साथीहरूसँग घुम्नु पर्यो अलिकति 2-3 दिन ढिला भयो हामी तर रमाइलो ठाउँ रहेछ कि यता फेरि अर्कै रहेछ के बनाएको रहेछ यता कस्तो मजाको यो सेम तरिकाले रोप्दो रहेछ सेम तरिकाले चाँगे फुल होला यो त कस्तो दामी देखेको तर कत्रो ठुल्ठुलो फुल्ने के अब गुलाबै गुलाब छ कत्रो मिठा गरिरहेको
पाराले रोपेर रहेछ कि यसरी ठाउँ ठाउँ पारेर यसरी रहेछ हो। कस्तो रमाइलो ठाउँ रहेछ नि। यहाँ पनि दामी थिएछ तर अब त छ भइसक्यो। थिएछ भइसकेछ कति त बुढो भइसकेछ नि, ओइलाइसकेछ सबै। कति रमाइलो नजिकमा हुनुपर्ने तर हाम्रो बाटो धेरै टाढै त होइन, ठिकै रहेछ तर हामीलाई थाहा नभएर। अब चाहिँ हामी अन्तिम अब बल्ल रात पनि पर्दै गयो अनि बल्ल अलिकति राम्रो देख्दै गयो। अहिले चाहिँ घामले गर्दा भिडियो कस्तो नराम्रो अँध्यारो देखिरहेको थियो भिडियो फोटोहरू। हामी चाहिँ एकछिन घुम्यौँ अनि कफी खानु गयौँ। मेगा कफी खाएर हामी चाहिँ अहिले ठिक्क फर्किँदा चाहिँ शीतल पनि अनि उज्यालो पनि देख्यो क्या। त्यही भएर भिडियो मैले अघि नै सकिसकेको अनि फेरि पनि मलाई भिडियो खिच्नु मन लाग्यो। हेर्नु न कति दामी देख्यो अहिले चाहिँ। अघि त क्यामेरामा केही उनै नदेख्ने भने अहिले चाहिँ दामी देख्यो, त्यो दामी देखेछ। मेरो पारा चाहिँ यस्तो छ फेरि। दुईजना थियो उनीहरूलाई चाहिँ पठाएर किन पठाएको भने उनीहरू कफी खान जाने भने अनि कफी ल्याएर खाइरहेको रहेछन्। अनि हामीलाई चाहिँ ल्याएनछन्, विदेशीहरू त हो, हामी नेपाली जस्तो हुँदैन। अनि हाम्रो पालो हामी पनि बजार जान्छौँ, तिमीहरू घर जाँदै गर कि बजार जाने भने सोधेको, घर जाने भने। त्यही भएर हामी चाहिँ उनीहरूलाई जाऊ है भनेर हामी चाहिँ कफी खानु गएर आएको। ठिक्क अहिले चाहिँ कस्तो शीतल भयो क्या अनि कस्तो दामी देख्ने। अलि बेलुका नै आउनुपर्ने रहेछ खासमा चाहिँ, अनि चाहिँ दामी हुने रहेछ। हामी अलिकति 4-4:30 बजीतिरै आएको अनि गर्मी पनि थियो क्या। आज चाहिँ यो वर्षकै पहिलोचोटि आज गर्मी थाहा पाएको मैले। त्यही भएर आज चाहिँ अलिक गर्मी थियो, अहिले चाहिँ ठिक छ। बास्ना आउँदो रहेछ यसको अनि सबैले बास्ना सुँगिरहन्छ। मेरा बुइनी पर गएर खाइरहेको छिन्। अब चाहिँ हामी पनि जाने। कस्तो रमाइलो भयो अहिले पो, शीतल भएर क्या। यहाँ पानी त बन्द गरेछन्, बेलुका बन्द गर्छन् कि के। कस्तो दामी देख्यो नि त अहिले पो। अघि त मान्छे पनि कति धेरै थियो नि त, अनि अहिले चाहिँ मान्छे पनि कम भयो, शीतल पनि भयो। खासमा आउने बेला चाहिँ अहिले रहेछ नि। अहिले पो दामी देख्यो, अघि मैले भिडियो खिच्दा त यो केही देखेकै थिएन क्या। अनि म भिडियो खिच्दा मलाई नै नराम्रो लागिरहेको थियो, अहिले पो दामी देखिरहेको छ त। अघि चाहिँ मान्छे पनि साह्रै धेरै हुनुहुन्थ्यो नि त, त्यही भएर पनि होला गर्मी पनि। अहिले चाहिँ दामी देखेछ, अहिले चाहिँ दामी देखेछ यसरी। दामी यतातिर गेट भयो। अब चाहिँ हामी निस्किने, कोही निस्किने कोही आउने भइरहेछ। कोहीले टिकटक बनाउँदैछन् कोहीले टिकटक बनाउँदैछन्। मैले टिकटक बनाउनै भुलिसकेँ। कस्तो मजाको कलर, यस्तो चाहिँ नेपालमा पनि हुन्थ्यो कति धेरै। अहिले त नेपालमा पनि के कम नि, सबै पाउँदो रहेछ। कोरिया विदेशतिर जहाँबाट पनि त्यो हामीले ल्याउने बानी त्यो होला क्या।
सानो घर छ यहाँ बस्ने ठाउँ। कति रमाइलो, अहिले पो रमाइलो लाग्यो। अघि त रमाइलो लागेको थिएन, अहिले चाहिँ रमाइलो भयो क्या बरु। ठिक्क भयो, हामी ठिक्क कफी खाएर आएको। अब यस्तै जानुपर्ने हुन्छ। कति रमाइलो छ के। पर पहेँलो फुल निकै परसम्मै रहेछ। यहाँ घुम्यो भने चाहिँ टन्नै रहेछ नि त परसम्म। उपर हेर्नु त्यो उनी बनाइरहेको रहेछ। यस्तरी घुमेर यो फुल सबै अघि एक फन्का पारेर घुमेको छु मैले घुम्नु चाहिँ। तर भिडियो कस्तो आयो थाहा छैन। अनि मैले फेरि अन्तिममा पनि भिडियो खिचिरहेको छु। कस्तो आउँछ। अघि नै त्यो के अरे अघि नै यो फुलहरू सबै मैले खिचिसकेको छु। यतातिर ढुङ्गा देख्न सकिन्छ। के अरे यहाँको नाम यो पार्कको? खोइलथोङ? यो थोल भएर रहेछ क्या। यो ढुङ्गा भएर त्यो उसको नामै त्यही रहेछ। मलाई त्यही लागेर सोधेको कि नाम। ऊ यता पनि छ एउटा, ऊ त्यहाँ। हामी चाहिँ यताबाट आएको। यहाँबाट चाहिँ यस्तरी गेट छ सुरु। अनि अघि हामी चाहिँ यहाँबाट आएको। अब चाहिँ हामी जाँदै अब चाहिँ हामी फर्किँदैछौँ। कफी पनि सकियो, अब चाहिँ तान्नु मात्रै परेको छ। ऊ त्यतातिर पनि छ फुलहरू चाहिँ। अघि त यता त घामले केही हेरिसक्नु थिएन। अहिले चाहिँ कस्तो दामी भयो। टिकटक भन्दैछ यता। आनन्द लिएर बसेका छन्। अहिले शीतल छ त्यही भएर। यहाँनिर चाहिँ मैले अघि भिडियो खिचेको छैन। यहाँनिर चाहिँ एकै खालको गुलाबहरू रहेछ। सानो सानो थुङ्गा परेको। पिङ्की पिङ्की परेको फुलहरू रहेछ। मसिनो पनि कति दामी हुन्छ के। यो रेडमा झन् कस्तो दामी हुन्छ। रेडमा पर चाहिँ रहेछ बरु अलिकति। अघि चाहिँ झन्नै के जति देखिएको थियो गर्मीले। अहिले पो खुबै रमाइलो भयो त नि। त्यता हामी घुमेर आइसक्यौँ। यस्तरी यहाँबाट दामी देख्दो रहेछ। यस्तरी यहाँनिर पनि फोटो खिच्ने चाहिँ कति बेला पनि नटुट्दो रहेछ। हामी पनि खिचेर जानुपर्ने हो। अब चाहिँ हामी निस्किसक्यौँ। जति निस्क्यो त्यति जानु मनै लागिरहेको छैन मलाई चाहिँ। यो यसमाथि चाहिँ यहाँभित्र चाहिँ जानु नपाउँदो रहेछ नि। ढुङ्गा देख्नु पाइँदो रहेछ यहाँ आयो भने चाहिँ। साइक्लिङ यस्तै देखाएको रहेछ। भर्खर देख्दैछु मैले चाहिँ। दामी रमाइलो भयो। दिउँसो चाहिँ खासै रमाइलो भएको थिएन। अहिले चाहिँ साह्रै रमाइलो भयो। अब हामी फेरि मुनि नै झर्ने प्लान गऱ्यौँ। यहीँ बसिराखौँ जस्तो लाग्यो नि त, त्यही भएर। ढुङ्गा चाहिँ यहाँ दामी ढुङ्गा रहेछ। बच्चाहरू सबै यहाँ खेल्न आउँदो रहेछन्। यस्तरी बच्चाहरू पुरै खेलिरहेछन्। अहिले कति रमाइलो आछ। गोदावरी फुलेछ यस्तरी।
अनि यो फुलको नाम चाहिँ के हो थाहा छैन, तर दामी फुलेछ। यता पुरै त्यही रहेछ, यतातिर पुरै पहेँलपुर छ। कस्तो दामी भ्यू देख्दो रहेछ अहिले चाहिँ। अब चाहिँ गाइज मेरो अन्तिम भिडियो है, अब अझै म अन्तिमतिर छु। अब चाहिँ भिडियोको बिट मार्नुपर्ने हुन्छ मैले। दामी रमाइलो भयो।